हेलो एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल म निरु लिम्बू। यो चाहिँ आज मेरो मेकअपको भ्लग। आज चाहिँ हामीहरू सर्ट मुभी मूलबाटोको सुटिङमा जाँदैछौँ तनहुँ। अहिले चाहिँ हामीहरू यो डुम्रे बजारमा आइपुग्यौँ। एकदमै गर्मी रहेछ डुम्रेमा, एकदमै रमाइलो पनि रहेछ डुम्रे बजार। अब चाहिँ हामीहरू डुम्रे बजारमा आइपुग्यौँ। एकदमै गर्मी भएकोले गर्दाखेरि अब पानी पर्न लागेको छ है, हावा पनि चल्दैछ। पानी कस्तो उडाइरहेको छ, पानी पर्ने गरी हो। एकैछिनमा पानी परिहाल्यो। इन्द्रेणी लागिरहेको छ। पनि मैले एउटै मात्रै देखिरहेको छु। मैले एउटै मात्रै छु। मैले दुईटै दिएँ। एउटा मात्रै छ मैले चाहिँ खाली पाउनु। म त आइजको कस्तो मगमग बास्ना आयो। मलाई पर्दैन। बाङ्गो टिका लाउनु भाग्य मानिन्छ हेर न। यहाँ आएपछि मलाई कस्तो हेलो सुप्रिम अनि के भन्छ तपाईँ नाम त? आदित्य। बिर्सिहाल्छु कि सुप्रिम र आदित्य हैन। ल जैनिफान तपाईँ राम्रो आउनु भएको छ, एकदम ह्यान्डसम चडक्क है, माला टिकाले। हजुर सुन्छ होला। अघि बाइकमा डुम्रेर बाइकमा आउने कि त्यो दाइको ब्याग छ कि गाडीमा के गर्ने हो? ए कस्तो जोगाउँछ हेर्नु नि, कस्तो जोगाउँछ कि हेर्नु कस्तो जोगाउँछ कि। बादल त बाढ्दैन त। ल आज बुद्ध जयन्तीको अवसरमा हामीले ठ्याक्कै पारेको पनि होइन, तर संयोगवश आज बुद्ध जयन्तीको दिनमै परेछ। अहिंसा करुणाको लागि, पशु अधिकारको लागि, जीव अधिकारको लागि, प्राणी अधिकारको लागि सर्ट मुभी बनाउँदैछौँ। त्यसको सफलताको लागि भगवानले सफलता प्रदान गर्नु। अस्तित्वले रक्षा गरौँ, सफल पारौँ। भाइ त्यो तपाईँ थोरै दिदीतिर जानु, जस्तो हुन्छ आउनु, रिसाइकन आउनु, घाम भयो त्यहाँ बस्नु त। कस्तो क्लोजअप गर्नुभएको अनि सरको रिसोर्ट होइन त त्यो? कति राम्रो भ्यू देखिरहेको छ। वाह घर पनि हेरे रिसोर्ट। बुढी यो चाहिँ जातोहरूको पनि मेसेज मकै पिरेको जस्तो देखाउनु पर्ने कि त्यो बिस्कुट सुकाउनु भन्दा त। के छ तपाईँको च्यानल?
जाडोमा खानु चाहिँ साह्रै मजा आउँछ है मरिच नलगाएको राम्रो भयो नि सुक्रो लाग्यो थ्रेडिङ चाहिँ दुईजनाले नै गरेन मेरो कस्तो बिजो भयो थ्रेडिङ नगर्दा नि जस्तो उडेको जस्तो देख्छ कि फ्रक बनाएको हो कि कति चाहिँ क्लोजमा राखेको पुरा अनुहार थ्याप्रो न थ्याप्रो एकैछिन होल्ड यहाँ म आएन नि अब लन्च ब्रेक गरौँ यसरी यसरी फ्ल्याट चाहिँ गर है ओइ सेतो बाख्रा के गर्छस् घाँस सक्यो ओइ बाख्राहरू अलि यता बस्नु सरलाई फोकस गरेर सरको मजाले देखाउनु मलाई नदेखाए पनि के हुन एक केटा रे अनि उता उसलाई पनि लुगा मलाई कसले हो केटा भन्यो मैले अङ्कलको पारा होला फेरि 3 दिनपछि मात्रै अनुहार देखेँ अलिक सबै भएर बोल्नु पऱ्यो है दाइहरूसँग बोल्दा पनि के हो होइन मेरो मोबाइलमा खिच्नु पाएको यो मैले खिच्दैछु यहीबाट सर्नु हुन्छ राम्रो आएको थिएन यता हेर्छु है यता हेर न बाबु आदि बाबु त्यसो गर्नु हुँदैन भिडियो गरिरहेछ हजुर छैन किन त्यसो भन्नु भिडियो राज त तपाईँ पनि इन्ट्री हान्नु न ए ल भयो त भिडियो पो ओहो मेरो खेत खाने एकै फेममा इन्ट्री भयो यता हेर्नु राज दाइ भयो त्यो राज दाइ कस्तो गौरव देख्नु आवे त पुलिस यस्तो रातो अहिले क्याब लाउँदा बाबुराम सर यो गर्दाखेरि त भिड छान्छु फुलै लिन्छ त यो चाहिँ तनहुको मकै भारी सुटिङ हुँदैछ धमाधम दाइ एकछिन हस् ल धन्यवाद थ्याङ्क यू यसो त भएन होला आज चाहिँ सर्ट मुभीको सुटिङ दोस्रो दिन हो ऊ बाख्राहरूको पनि सुटिङ भइरहेको थियो बाख्राहरू कराइरहेछ यो फुल चाहिँ कति राम्रो फुल यस्तो तनहुको जङ्गल डाँडा गाउँ एकदमै राम्रो छ मेरो चाहिँ एकछिन रेस्ट भएको त्यही भएर भिडियो खिच्दैछु कति साह्रो कराएको सुटिङ त त्यहाँ हुँदैछ त्यहाँ ल यो जङ्गलको फुल कति राम्रो फुल तनहुको जङ्गलमा मैले कपालमा लगाएर फोटो खिचेँ यसरी कति राम्रो कलर तनहुमा चाहिँ यसरी पानी लिने ठाउँ एकदमै टाढो हुँदो रहेछ खाने पानी एकदमै चिसो पानी हुन्छ अरे यति टाढो जानुपर्ने छ बहिनीहरू यसरी लिनु गइराख्नु भएको छ पदेरामा पानी लिनु जानु मेरो चाहिँ एकछिन ब्रेक टाइम भएर बसेको एकदमै पानी पर्नु आँट्यो अब गुडुरु पानी परिहाल्छ रहेछ
मजाले पानी पर्दैछ है। ब्यालेन्स हाल्दिनँ कि के भन्नु न। यो चाहिँ तनहुँको स्कुल के छ जनसहयोगी माध्यमिक विद्यालय बच्चाहरूको स्कुल रहेछ यहाँ तनहुँ जिल्लाको। मन्दिरा तिमी किन रिसाउँछौ हौ मोरी? एकचोटि घुम्नुहोस् तपाईँ। हो ल ठिक छ ठिक छ। अब चाहिँ हामीहरू सुटिङहरू सबै सकेर घर फर्किँदैछौँ। 3 दिनको सुटिङ थियो, 5 दिनमा घर फर्किँदैछौँ। एकदमै राम्रो भयो। मूल बाटो सर्ट